गाइज अस्सलामु अलैकुम वेलकम ब्याक टु माई न्यू ब्लग आई होप सबैजना संसारमै हुनुहुन्छ होला र म पनि संसारमै छु। आज म चाहिँ होइन उता माथि बारीमा म चाहिँ मकै गोड्न जाँदैछु। अब आज चाहिँ ब्लग चाहिँ मकै गोड्ने हुन्छ होइन, भिडियो चाहिँ आज के हुन्छ। आज म मकै गोडेको ब्लग हाल्छु, सबैजनाले हेरिदिनु होला। हल्का मलाई चाहिँ हल्का रुगो लागेको छैन, सन्चो छैन हल्का। आवाज छुट्टै आएको बेला चाहिँ होइन माया गरिदिनु होला सबैजनाले है त। अब यता देख्न सक्नुहुन्छ कि चाहिँ हाम्रो गोठो होइन, देख्न सक्नुहुन्छ यो घर हो, जङ्गलमा छ गाइज होइन, देख्न सक्नुहुन्छ। र अब म चाहिँ जाँदैछु होइन, म चाहिँ जानुपर्ने माथि नै हो। अनि कोदालो सोदालो सब मम्मीले लिएर जानु गइसक्यो। लास्टै रुगो लागेर कस्तो भएको छ कि गाइज होइन, यो नाकबाट कस्तो खानाले गाइज होइन। अब हामी चाहिँ यहाँ बारीमा आइपुगिसकेका छौँ होइन, देख्न सक्नुहुन्छ हाम्रो बारी छ होइन। अनि म चाहिँ मकै गुजाउनु भएको छ, हामी चाहिँ माथि चाहिँ सक्यौँ होइन। अब यति एउटा गराबारी छ होइन, अब यति गोड्छौँ होइन, अनि त्यसपछि पाल्नेर घर चाहिँ जान्छौँ होइन। अब म सब मकै गोड्छु है त ल। मकै काटेर अब्दुल्ला काम पनि गर्छ अब्दुल्ला भल्लक मात्र बनाउँछ रहेन, काम पनि अर्थ रहेको न बाटो बनाएको खोइ मान्छ आएर को साने खती जाए ल खनखनी खरखरी खरखरी खन अब एकछिन खन गुटुक्क बनाएर मकै पनि फेरि खनाइ म चाहिँ टक्क खानासाना खाएर अनि टक्क गुठालो आएको छु फेरि आज पनि होइन। म चाहिँ खालि गुठालोको मात्रै भ्लग हाल्छु होइन, तपाईँहरूलाई अल्छी लाग्छ होला मेरो भ्लग हेर्न पनि होइन। बाटो फेरि यस्तो डेन्जर छ होइन, हेर्न सक्नुहुन्छ। अब म चाहिँ यहाँ लड्दै र पढ्दै जानुपर्छ होइन, कस्तो डर लाग्छ बाटो। ए ल अब हामी चाहिँ जाँदैछौँ होइन, कता जाने हो, बाख्रा साख्रा कता लगाए गाइजहरू होइन, हाम्रो कता छ होइन। टक्क हामी चाहिँ यता जान्छौँ, हाम्रो यहाँ रजमदिन यहाँ चाहिँ बाख्रा लिन गएको छ होइन। म चाहिँ अब यतिकै यता वन घुम्दै आएको थिएँ होइन। अनि यहाँ चाहिँ गोठालोमा चाहिँ हाम्रो रजमदिन यहाँ चाहिँ भेट्नु भयो। अनि उहाँले चाहिँ एकदम मिठो स्वरमा होइन, एकदम दामीसँग राष्ट्रिय गान गाउनुहुन्छ होइन। अब तपाईँहरूले सुनिदिनु होला र कस्तो लाग्यो कमेन्टमा पनि भनिदिनु होला है त ल। अभी मजा आएगा ना भिडो तुममा फुलगामी एउटै मरले पाली सर्वभन्दा पहिले गएसीमा काली प्रकृतिका कोटि कोटि सम्पन्नका आचन वीरहरू कर गतोले सोचना र आचन ज्ञान गुमी शान्ति गुमी तराई पहाडीमा ल अगल र प्यार हाम्रो मातृभूमिले पाल बहुजाति भाषा धर्म संस्कृतिको विशाल आग लगामे राष्ट्र हाम्रो जय जय नेपाल। मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। अर्को हाम्रो रोजमदिन मेला चाहिँ फेरि एउटा अझ 5 कक्षाको एउटा कविता याद छ अरे होइन, अनि त्यो पनि सुनाउनुहुन्छ। अनि त्यसको साथसाथैमा हाम्रो रोजमदिन मियाले चाहिँ त्यो 1 कक्षाको होइन ताराबाजी लैले हो त्यो पनि सुनाउनुहुन्छ होइन, सुनिदिनु होला है त ल। चलो भाई देखो अब मैं क्या करता हूँ। सानो तो खेत सानो तो बारी सानै तो जहान नगरी काम पुग्दैन खान सागर बिहान
बिहान पाखा देखिन्छ बाम देउलारी पाखामा असय गीत जोखिन्छ अनि सुनेली पाखामा कादोको सोफा हदर जुवा हातमा पदाली मामा आएको रा भाइजू आइन्डोली पापाले सोली बुबुराम सुत्रुक काफले गेरी कुत्रुक बिहार मान्छ म्याउ म्याउ ओल्टो त मान्छ उस्तिप्ट्याउ। मिठो स्वर छ। तपाईँले कहाँ सिक्नु भएको? मैले यही स्कुलमा यही स्कुलमा सिक्नु भएको? अनि कसले सिकाइदिएको नि तपाईँले? आफैले सिके स्कुल पढ्दै आफैले स्कुल पढ्दाखेरि सिकेको? तपाईँले यस्तो राम्रो सिक्नु भएको छ। अनि तपाईँ अहिले कति कक्षामा पढ्नुहुन्छ? अहिले 5मा। 5मा? अनि आज त गोठालो आउनु भएको रहेछ नि त। अनि मलाई चिन्नु भएको छ? अग्दो अग्दो। अनि तपाईँको बाख्रा कतिवटा छ नि? 3टा छ। अनि 3टा मात्रै होइन होला? एउटा घरमा है। एउटा घरमा है। अनि त्यसपछि अरू के छ तपाईँको? ठिकै छ। हावाको ठिकै छ? ठिकै छ। अनि सन्चै हुनुहुन्छ? सन्चै। अनि खाना खानुभयो? खायो। अनि के को तरकारी खानुभयो नि खानामा? मैले बाख्राको गोस्त। बाख्राको गोस्त खानुभयो? अनि बाख्रा हेर्न आउने अनि बाख्राको गोस्त खाइदिएको? अस्तिको बाख्राको हो र? अनि तपाईँ त अनि मान्छे त खतरा हुनुहुँदो रहेछ नि त। अनि मही त डेन्जर खानुहुन्छ अरे नि त? हो? ल ल ल ल ल अब यहाँ के बोलिदिनु पर्यो तपाईँले? ल के भनिदिनु न। आज हामी बाख्रा गोथा ल्याएको छौँ। त्यो बाख्रा गोथा ल्याएको छौँ। ताउलेमा बसेर बाख्रा चरा लाएको छौँ। यो ठाउँको नाम ताउले हो? अनि तपाईँले आएको छौँ। अनि तपाईँको घर चाहिँ कता हो नि? घर बासाझुममा। बासाझुममा? तपाईँले भिजो रमाइलो गर्नुभयो अरे। डेरा गाउँ यो पो हुन्छ। बासाझुलमा भनेपछि बासाझुल त उता माथि पनि छ। बासाझुल उता माथिको होइन होला नि त होइन? अनि डेरागाममा होइन हाम्रो रजमती मिया चाहिँ एकदम सुरिलो भाकामा होइन खतरा गाउनु हुँदो रहेछ। गीत पनि यहाँ छ? छैन? अनि तपाईँसँग मोबाइल छैन? अनि यो मैले बनाइरहेको भिडियो तपाईँले केमा हेर्नुहुन्छ त? टिभीमा हेर्नुहुन्छ? टिभी छ? अनि कहाँ गएर हेर्नुहुन्छ त? गाउँमा गएर हेर्नुहुन्छ? ल हेर्नु होला है। ल अब रजमती मिया अनि तपाईँ बिहे गर्नु भएको छ कि छैन नि? छैन? किन नगर्नु भएको त? केटी नपाइएर म खोजिदिनु त एउटा। करिम अङ्कलले खोजिदिन्छ। करिम अङ्कलले खोजिदिनुहुन्छ अरे? अनि अरू के छ तपाईँको हालखबर? ठिकै है। अनि आज गोठालोमा कतिको रमाइलो भएको छ? एकदम रमाइलो भएको छ। अनि तपाईँको आँखा चाहिँ किन रातो रातो भएको नि? आँखा रातो भएको नि त? भर्खर 9 बजे 10 बजे उठा। उठ्या? 9 बजे। ल ठिक छ। अनि तपाईँको बिहेमा मलाई डाक्नुहुन्छ कि डाक्नुहुन्न नि? डाक्नुहुन्छ। अनि करिम अङ्कलले चाहिँ कहिले खोजिदिनुहुन्छ अरे नि? बिहापछि खोजिदिनुहुन्छ अरे? अनि तपाईँको त गर्लफ्रेन्ड छ अरे नि त? अरे हो। अनि तपाईँको गर्लफ्रेन्ड कतिवटा छ नि? एउटा छ। अनि तपाईँलाई त माया गर्दैन अरे नि त उसले? गर्दैन। अनि तपाईँ त धेरै माया गर्नुहुन्छ अरे नि त? हो? बिजोग रमाइलो भयो नि त? सेट। अनि तपाईँको गर्लफ्रेन्डको नाम चाहिँ के हो नि? अनिता। वाह 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 बब्बा छ नाम चाहिँ। ल अनि अनिता भनेपछि कहाँ बस्नुहुन्छ नि? बन्चरको। ल ठिक छ। अनि अब तपाईँले अब भनेपछि बिहे कहिले गर्नुहुन्छ अरे? ईदपछि। ल आजको लागि भ्लग यति नै भयो है त गाइजहरू। ल तपाईँहरू सबैले माया गरिदिनु होला र साथ सपोर्ट गरिदिनु होला। नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। यति भन्दै म आज मेरो भ्लग अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।